T20 वर्ल्ड कपमा नेपालको ग्रुप सीमा रहेका दुईटा ठुला टिमहरू आज एक अर्का विरुद्ध भिड्दैछन्, वेस्ट इन्डिज र इङ्ल्यान्ड। आजको जितले दुवै टोलीलाई सुपर 8मा पुग्ने चान्स बलियो रहने हुँदा दुवैलाई आज जित आवश्यक रहेको छ। यदि आजको खेलमा इङ्ल्यान्डले वेस्ट इन्डिजलाई हराएमा र इङ्ल्यान्डले बाँकी सबै खेल जितेर शीर्ष स्थानमा रहँदै सुपर 8मा पुग्यो भने बाँकी टोली 4 अङ्कका साथ पनि सुपर 8मा पुग्न सक्नेछ। यदि नेपालले वेस्ट इन्डिजलाई आउने खेलमा हरायो भने र नेपालले स्कटल्यान्ड र इटालीसँग कुनै एउटा खेलमा हार्यो भने पनि नेपाल यदि नेट रन रेट राम्रो भयो भने पनि सुपर 8मा पुग्ने चान्स बलियो हुनेछ। तर नेपालले वेस्ट इन्डिजलाई हराउनु पर्ने हुन्छ, किनभने वेस्ट इन्डिजले आज हारेन भने नेपालसित जित्यो भने ऊ सिधै 4 खेल जित्दै सुपर 8मा पुग्ने चान्स हुने हुँदा यदि आज वेस्ट इन्डिज इङ्ल्यान्डसित हार्ने र आउने खेलमा नेपालले वेस्ट इन्डिजलाई हराउने हो भने र बाँकी एक खेल जित्दा पनि नेपाल नेट रन रेट राम्रो छ भने सुपर 8मा पुग्न सक्नेछ। यदि आज इङ्ल्यान्डले हार्यो भने र बाँकी खेल जित्यो भने इङ्ल्यान्ड 3 खेल जित्नेछ र वेस्ट इन्डिज आजको खेल जित्यो र बाँकी इटालीसित पनि जित्यो र नेपालसित हार्यो भने पनि त्यसको 3 खेलमा जित हुनेछ भने नेपाल सुपर 8मा पुग्नका लागि नेपालले पनि बाँकी 3 खेल वेस्ट इन्डिजलाई सहित हराएर 3 खेल जित्नुपर्ने हुन्छ। यस्तो अवस्थामा तीनै टोलीको 3 जित हुँदा तीनटै टोलीको 9 अङ्क हुने हुँदा जसको नेट रन रेट राम्रो छ त्यही नै सुपर 8मा पुग्ने हुँदा नेपालले नेट रन रेटमा पनि सुधार गर्नुपर्ने हुन्छ। यदि आजको खेलमा वेस्ट इन्डिज हार्यो भने नेपाललाई सुपर 8मा पुग्न केही सजिलो हुने देखिन्छ।